सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन मलाई। म यही रोस्टमबाट भन्न चाहन्छु, सेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरु गरियोस्, मबाट नै म तयार। छानबिन गर्नुहोस्, प्रचण्डको पहिला छानबिन गर्नुहोस्। बेला बेला क्यान्टोनमेन्ट भनेर चाहिँ गीत गाउने गरेको पनि सुन्छु म। क्यान्टोनमेन्ट छानबिन गरे भयो नि। मैले प्रधानमन्त्री हुँदा यदि हाम्रा अनुसन्धान गर्ने निकायहरूले अनुसन्धान गर्दै जाँदा प्रचण्ड देखियो भने नछोड भनेर निर्देशन दिने सायद नेपालको पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य मैले पाएँ। म आज यो सम्मानित रोस्टममा भन्न चाहन्छु, सेरा दरबारमा मेरो कहीँ कतै कुनै किसिमको संलग्न छ भने छानबिन गरियोस्। यति भनिसकेपछि अहिले प्रधानमन्त्रीजीको बारेमा उठेका तमाम कुराहरू खाली गिरिबन्धु मात्रै होइन, ओम्नी मात्रै होइन, स्विस ब्याङ्कका कुरा मात्र होइन, कम्बोडियाको कुरा चाहिँ। यसको छानबिन गर्न प्रधानमन्त्रीजी तयार हुने कि नहुने मेरो प्रश्न छ।